ल यतिखेर चाहिँ अब हामी दसैँको यात्रा सुरु गरिसकेका छौँ। तपाईँलाई भन्दाखेरि फेरि के हुनुहुन्छ, मेरो ड्राइभर चाहिँ अर्जुन दाइ हुनुहुन्छ। हामी दुईजना चाहिँ अब काठमाडौँको जडीबुटीबाट हामी निस्किसकेका छौँ। अब हामी लगभग चरीकोटसम्म चाहिँ सँगैको यात्रा हो। त्यस पछाडि चाहिँ फेरि म दिदीकै बस चढ्दैछु अनि अब बाँकी कुरा चाहिँ हामी बाटोमा खिच्दैछौँ। गाडीको जामहरू यो जाम चाहिँ 3 कुनेबाट जाम रहेको छ। यतिखेर ट्राफिक दाइहरूलाई मुस्किल परिरहेको छ, हम्मे परिरहेको छ। यातायात व्यवस्थापन गर्न लगभग चाहिँ नि हामी यो लोकनथली आइसकेका छौँ। लोकनथली आइसक्दा पनि तपाईँले देख्नुहुन्छ अब चाहिँ जाम पातालो हुँदै गइरहेको छ। हामी दोलखा चरीकोटसम्मको यात्रामा छौँ। पक्कै पनि हामी भरे चाहिँ खसीको मासु खाने मनसायको साथ दिइरहेको छ। र अब हामी अलिकति अगाडि गइसके पछाडि भनिसकेपछि त हामी नालाको बाटो जाने हो सर। नालाको बाटो जाने छौँ, तर हामी यता खास चाहिँ उहाँबाटै छिर्नुपर्ने हो, जडीबुटीभित्रबाट छिर्नुपर्ने हो। तर हामी चाहिँ अलिकति यातायातको चापले गर्दाखेरि चाहिँ हामी अलिकति अगाडि निस्केका छौँ, किनभने नालाको बाटो चाहिँ एकदम सफा र पिच रहेको छ भने हामी सराईका बाटो चाहिँ अलिकति निर्माणको क्रम भएको हुन्छ, अलिकति गाजङगिजुङ रहेको छ। तपाईँले यो जाम देख्न सक्नुहुन्छ। अब हामी यसरी घुमिदिन्छौँ कि तपाईँहरूलाई, होइन? यो दाजुभाइको यात्रा हो। दसैँको लागि हामीले अन्डा पनि बोकेका छौँ, अन्डा पनि बोकेका छौँ। भाइ
सानो रुखमा पनि फल्न लागेको छ हाम्रा कागती। मन लागेको थियो कि मलाई किन भन न हार्दै धान काट्छ फाने आउनु आयो भने काट्नु छोड्दैन काट्नु पर्यो नि के गर्ने त्यो चाहिँ मिलेन के अनि तपाईँ कति साल भयो त गाउँ आएर बस्नुभएको चाहिँ? म भयो भतिजा त्यस्तै 7 वर्ष प्लास्टिक उद्योगमा काम गर्नुभयो होइन? कति वर्ष गर्नुभयो त्यहाँ गरेँ मैले 25 वर्ष। तपाईँ कुन एफएममा हुनुहुन्थ्यो र त्यो बेला? म त्यति बेला पर्यावरण चक्र 104.2 मेगाहर्ज चलाउँथेँ, कार्यक्रम लोकदौतरी भन्ने चलाउँथेँ। अनि त्यति बेला धेरै श्रोताहरूको माया पाएको थिएँ मैले। अनि विशेष कारणवश आफ्नो पारिवारिक क्षेत्रलाई पनि हेर्नु पर्यो होइन, समेट्नु पर्यो। अनि खालि अब परदेश क्षेत्रमा मात्रै बसेर पनि नहुने रहेछ। त्यो बेलाको आरजे कपाल फुलिसकेको छ, सेतै छ, गाउँमा यसरी दारी जुगा सेतै। अनि यो लट्ठी हेर्नुहोस् चरा, यो म आफैले बनाएको है यो लट्ठी हेर्नुहोस्। दाइको हजुरको बुवाको यो कागती बगानमा हामी यसरी भेट भएको छौँ। र आउँदा आउँदै यो जुन मनोरम दृश्य जताततै हरियाली देखिन्छ, यो दृश्य भित्र रहेर यहाँले मेरो आवाजलाई कैद गर्नुभयो, एकदमै खुसी लागेको छ। र एकैछिन यहाँ बुवासँग पनि हात मिलाउन चाहे। दाइ नमस्ते। नमस्ते। खुसी लाग्यो तपाईँले गर्नुभएको यो प्रगति है। कागती कति बोट लाउनु भएको छ यो? 300 बोट लगाएको छ। 300 बोट अनि एकदमै फल्दैछ है। तपाईँले धेरै प्रगति गर्नुभएको छ, खुसी लागेको छ। यहाँ केरा छ, कागती छ, खुर्सानी छ। अनि म दाइ अग्रज हुनुहुन्छ कि उहाँ बुवा अग्रज हुनुहुन्छ, म उहाँसँग सिक्नको लागि चाहिँ प्रायः जसो म यो बाटो हिँड्ने गर्छु। जस्तै यो बाटो छिर्नै नसक्ने, तपाईँ यो छिर्न सकिँदैन यो पनि है, धेरै जङ्गल छ। पहिला यो जङ्गल थिएन यो। हजुर धेरै अब बाख्रा बस्तु पाल्न छोड्यो सबै काठमाडौँ, अब विदेश जाँदाखेरि यस्तो भयो कि जङ्गल। ठिकै छ, हामी मेहनत गर्छौँ। अब पुस्ता हस्तान्तरण गर्ने हो यो। अब हामी लगभग अब दोस्रो पुस्तामा पऱ्यौँ, बुवाभन्दा पनि दोस्रो पुस्ता। तेस्रो पुस्ता हाम्रो पत्रकार हुनुहुन्छ, हाम्रो हिरोज लोप्चन। उहाँले विभिन्न माध्यमबाट, उहाँले टेलिभिजन मार्फत पनि धेरै कलाकारहरूलाई, अतिथिहरूलाई उहाँले निमन्त्रणा गरेर उहाँले धेरै कार्यक्रमहरू चलाउनु भएको छ। म देख्छु घरमा बसेर पनि सामाजिक सञ्जाल मार्फत। एकदमै खुसी लागेको छ। यहाँको प्रगति उन्नतिको कामना गर्दछु। अनि जहाँ देश विदेशमा उहाँको कार्यक्रम हेरिरहनुहुन्छ, यो कार्यक्रमलाई अहिले हेरिरहनु भएको छ, साँच्चै म उहाँलाई भन्दछु यो 2082 सालको चाहिँ यो बडा दसैँको हिन्दूहरूको महान चाड हो। यो बडा दसैँको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुभएका आदरणीय मेरा मित्रहरू, बुवा दाजुभाइ, आमा दिदीबहिनी, सबै मेरा पहिलाको श्रोताहरू हुनुहुन्छ। कतिपय म जस्तै बुढो हुनुहुन्थ्यो होला, भइसक्नुभयो होला, कतिजना आमा भइसक्नुभयो होला, ती बहिनीहरू कतिजना बुवा भइसक्नुभयो होला। अनि मसँग सँगै सञ्चालन गर्ने सुन्दर कार्की बुवा भएर कहाँ हुनुहुन्छ मलाई थाहा छैन, हामी सम्पर्कविहीन छौँ। त्यसै गरी ताप्लेजुङकी बहिनी बिना लिम्बू यति बेला विवाह गरेर आमा बनिसक्नु भएको छ कि अन्तर्राष्ट्रिय मुलुकमा कुन ठाउँमा हुनुहुन्छ, यहाँहरू सबैजनालाई म सम्झन चाहे। पुसअप गर्न नआएसी यस्तो हुन्छ हालत। लिपस्टिक चोरेर लाउने चाहिँ यो घोप्ट्यो भागा भागा उसले लिपस्टिक चोरेर लाएको, लिपस्टिक चोरेर लाएको, यसले कागज चोरेर खायो, कागज चोरेर खायो, कागज चोरेर खायो, कागज चोरेर खायो, यसले कागज चोरेर खायो, त्यो मेमोरी बोल्नु गरे भाइ। हामी टिकटक यहीँबाट बनाउने, गीत अर्कोमा बजाउने, यसमा बनाउने। राम्रो कान्छी मिलेर बसिरहेछ। ए त्यो नि कान्छी हो है। देखिस् तपाईँको क्यामेरा फोर रहेछ मलाई थाहा भयो। दिस इज द कक्लेट होइन, झार हो यो।
काम गर तिम्रो काम गर्न आउँदैन झार हो यो झार के हो तिम्रो काम गर्न आउँदैन काम गर तिमीहरूलाई हो बहिनी राम्रो काम गर यो झारले हाम्रो सुँगुर मोटाउँछ झार होइन रोजलाई दिन पायो भने उसलाई 10 वर्ष त खानु पर्दैन यो ओ भाइ त्यसले कफनमा मात्र दिनु जस्तो लाग्दो रहेछ ल यता राम्रो देखाउने मैले त्यो मेमोरी दिनु अन्त्यो तिमीहरूलाई लाइटमा बसेको जस्तो देख्दो रहेछ नि हामी लाइटमै बस्यो हिरोजले उ गरेको ल भाइ अब हेलो हामी यहाँ माथि हिँडिरहेको छु यहाँ सुजेर दिदी माथि हिँडिरहेछ यहाँ हिँडिरहेछ यहाँ बसिरहेको छु हामी यहाँ बस्दैछौँ यहाँ बस्दैछु मनी ब्लगर हो भन्न मनी भगर हो म त रोडमा हिँडिरहेको छु अब रोड आउँदा अब रोड आयो अब माथि घरमा हामी हिँडिरहेको छु अब माथि अहिले पुग्छ माथि के गर्दैछ भन् त भात पकाउँदैछ तरकारी के को देख न माथि त भिडियो भइरहेछ भन् न माथि ल तलमा देखाइरहेको छु ल बोल हिँड्दै मासु के पकाउँदैछ भन्छ अब मासु पकाउँदैछ अनि के को भन्दै कुखुराको कसको घरको कुखुराको भन्छ हाम्रो घर चाहिँ कता छ ए अनि अरू हामी माथि चाहिँ कहाँ जानु लाग्छ माथि घरमा कसको घरमा बोजूको ए बोजूको मात्रै घर हो अनि बाजेको ए बाजेको मात्रै मैले रेडी रेडी ल ल ल अनि हाम्रो एलिया चाहिँ ल फेरि भन्छ के भन्छ नछोड्नु नि केटी हो हिरो आई लभ यु भन्नु मात्र सजिलो लाग्छ होला यस्तरी काम पो गर्नुपर्छ तिमीहरू यस्तो भाइ भाइ त्यो कसरी छाड्छ खै त नि भिडियो खिच्दा त लुक्दो रहेछ नाक कोटाउने बच्चा यही हो यसो छ नि हो यो चाहिँ नाक कोटाउने बच्चाको आमा यो चाहिँ नाक कोटाउने भाइ के मागिस् यो त छुनु मिल्दैन के गर्नु भएको आमाले यो नाचेको हो किन नाचेको आमा किन नाच्नु भयो हाम्रो आमा तौरी छोड्ने हौसेलो मारे हौसेलो भने क्या हो मन बढाएको के रमा ए कमल दा साइ होटिन्थ्यो ल के दिए इज्जत हो ngalam tilai yaksini itu pelatan. किन जाऊंगा खेत लावा तो खाना ले ले चला अनि अहिले टाढोमा
nang na ba itim jajam nang camera nang jumla nun ta ba ka taram nang टाढा हुन्छ नम फाँसी टाढा के हामी ए तो खाता खे हो कि न ए खप्तो हैन नि मान्छेमा सुनले छोटो साथीमा गम सँग राखिन्छ ना ना हिँड्नु खतलै पुरै थाहा न डोले लाउन बस्छ न ना ना हिँड्नु खतला दिनमा ना दिनमा होइन घन्टा हेर्नु त दिन ए अनि अनि न के हो त ल अनि गाडे छुटी दिनु ओके हिँड्न मारे ल पानी पर्यो त पानी परेछि कसले खान्छ ಇದು ಮೇಲೆ ಡೋಲೆ ಲಾದಗೆ ಡೋಲೆ ಲಾದಗೆ ಸಮಯ ಲಾದ हो धोइ रङ लाग्छ नाङ्रे होइन यो दुबो धोत्तो जी 1-2 रुपियाँले नहुने यो 500 यो बुहारी ल्याउँदाखेरि खर्च गर्नु यो आफू खानु यसले चाहिँ गाडी भाडा यो ससाली जाँदाखेरि ससालीले कसैले किनेर लानु यो चाहिँ अब आमा बाउलाई पनि के किनेर ल्याइदिँदै फेरि हामी सक्दैनौँ अब बजार जानु ये तो घुमाता उता यो ठिक कबाडी यो त हुँदै हुँदैन हाम्रो हजुरआमाले ल ल तिग्रो टाँक खोचिबिन बिबा यही त मात्रै सिन्न खोल्छ तिग्री खानामा ल ठिक ममले सोप्ता न आज ठिकै त नि भन्दा खेउ काँटी टाँक लगाइदिएन टाँक लगाइदिएन सानो सानो रहेछ क्या टाँक कहाँनिर हो भन्ने हेरेर लगाइदियो यो त उता राख्न मिलाउनु परेन अब यो लाउने फेरि यो सारा लुङ्गी लुङ्गी खाजी र खाजी खाबारेको त हामी विदेश खाजे ल यो त सुँगर फोटो खिच्ला रहेछ भिडियो खिच्ला जिन्जे जिया बा मलाई कौन जिया बताजी आज तो ठीक था जी ऐसी सन हो भी होंगे तो वो भी भोजन हो जाकेट का भी धनी दिन जाकेट हो ना ज्याकेट में थी बरे कम हाँ नहीं जानने में के कर ये ये छुकी को खाना वो बदल फिर बदल है ना अस्टे हजुरआमा हाम्रो डन हजुरआमा त आमाको नि आमा त्यो त बदल है खानला छाया चंगबा निसे त सिंगा आखेन तावा रे का खाना छाया चंग भयो उंगा त ए आइला का यो चाहिँ हाम्रो सहर तपाईले यो सहर देख्नु भएको छ हाम्रो सहर बच्चाहरू नाच्दैछ गजबको देखिरहेको छ हाम्रो सहर यो चाहिँ हाम्रो आयुष्मान लामा यो चाहिँ डन हो नि फेरि यो दोलखाली त्यो सबले त तिर त्यो बाजेको पैसा टर्न चाहिँ झोलामा त्यो बोजूको त यहाँ छ यी छ हाम्रो अनि यसको पनि छ पैसा यसको यो त मोबाइल खेल्ने किरा छ त्यो नाम बनाइदिए बताइदिए त्यो नाम वाट इज दिस यो चाहिँ म हो 16 वर्ष ठिटो
अँ।